आलङ्ने बान्तवा दाजुभाइ तथा दिदीबहिनीहरूमा फेरि पनि यहाँहरूलाई राई बान्तवा भाषा बोल्नुहुने माया गर्ने सम्पूर्णलाई यस च्यानलमा स्वागत गर्न चाहन्छु। आज हामी राई बान्तवा भाषामा यीबाट आउने शब्दार्थलाई हेर्नेछौँ। आज हामी राई बान्तवा भाषामा यीबाट आउने शब्दार्थको भाग 1 लाई हेर्नेछौँ। यहाँले मेरो च्यानललाई लाइक, सेयर, कमेन्ट र सब्स्क्राइब गर्नुहोला र सक्दो बान्तवा दाजुभाइ तथा दिदीबहिनीहरू कहाँ तपाईँहरूले सेयर गरेर पुर्याइदिनु होला। इ हाँस्छ, इ हाँस्छ। ईद हाँसिदिन्छन्, ईद हाँसिदिन्छन्। इत्ता हाँसिदियो अथवा हाँसिदिए पनि हुन्छ। इतु हाँसिदेऊ, इतु हाँसिदेऊ, इतु हाँसिदियो। इतुङु हाँसिदिँदै थियो, इतुङु हाँसिदिँदै थियो। इया हाँस्छ, इया हाँस्छ। इन भनेको बेच्छ, इन भनेको बेच्छ। अर्को इन भनेको चाहिँ सिमाना पनि हुन्छ। इन बेच्छ, इन सिमाना। इना बेच्यो, इना बेच्यो, इना बेच्यो। इनु बेच्यो, बेच पनि हुन्छ, बेच्यो पनि हुन्छ। इनुङु बेच्दै थियो, इनुङु बेच्दै थियो। इनुङ बेचे, यो चाहिँ मैले बेचेँ भने हुन्छ। इनुङ बेचे, उनका इनुङ भने मैले बेचेँ, इनुङ बेचे। इनुङ बेचुङ, इनुङ बेचु। इनु बेच्यो, इनुले बेच्यो पनि जनाउँछ। इनु खाइसी, इनु खाइसु हो, खाइसी भएछ। इनु खाइसु भएपछि बेची पठाऊ। इनु खाइसी भनेन, इनु खाइसु बेची पठाऊ। इनु खाइसु बेची पठायो, माथि इनु खाइसी भएछ, इनु खाइसु है। यो इनुङ योङ बेच्दैछु, इनुङ योङ बेच्दैछु। इनाङा बेच्दै थियो, इनाङा बेच्दै थियो, एउटा इनाङा बेचिरहेको थियो। इनानुङ बेच्नुहोस्, इनानुम बेच्नुहोस्। इना खाइसा बेची पठायो, इना खाइसा बेची पठाइयो। इनाङा बेचिँदै थियो, इनाङा बेचिँदै थियो। इन्याङ बेचिँदैछ, इन्याङ बेचिँदैछ। इप सुताइन्छ, इप सुताइन्छ। इप्तु सुतायो, सुतायो हो, सुताउ भएछ। इप्तु सुतायो, इप्ता सुताए, इप्ता सुताए। अब इप भनेको चाहिँ छेल्नु, इप भनेको छेल्नु, इप्ता भनेको छेलियो। इप छेल्नु, इप सुताइन्छ, इप ओझेल पनि हो। इप्तु छेलियो, इप्ता छेलियो, इप्तु छेक्यो, इप्तु छेक्यो। इप्तु छल्यो, इप्तु छल्यो पनि। इम सुत्छ, इम सुत्छ। इमखा ओछ्यान, इमखा ओछ्यान। इम सुत्छ, इमखा ओछ्यान। इम्सा सुत्यो, इम्सा सुत्यो। इम्सा सुत, इम्सा सुत। इमसँग सुतिरहेको थियो, इमसँग सुतिरहेको थियो। इप्तुङु सुताइरहेको थियो, इप्तुङु सुताइरहेको थियो। इप्तुङु छेलिरहेको थियो, इप्तुङु छेकिरहेको थियो पनि हुन्छ।
यस च्यानललाई लाइक शेयर कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। सबैलाई शेयर गरिदिनु होला। यस्तै यस्तै भिडियो लिएर फेरि पनि म यहाँहरू कहाँ उपस्थित हुनेछु। तबसम्मको लागि म बिदा चाहन्छु। आलङ्ने सेवा।